तपाईहरुले मार्ट खोल्ने प्लान गर्दै हुनुहुन्छ नि तपाईहरुले थाहा हुने पनि कुरा है त तपाईहरुको मेन थाहा हुनु पर्ने कुरा भनेको तपाईको लेआउट है तपाईहरुले चाहिँ लेआउट कसरी गर्नुपर्छ भन्ने कुरा हो के है तपाईहरुको सेल्स केमा डिपेन्ड गर्छ भन्दाखेरि तपाईको लेआउटमा डिपेन्ड गर्छ के तपाईले लेआउट कसरी गर्नुपर्छ किनकि कस्टमरहरु त अब रेन्डमली अब उतादेखि आउनुहुन्छ हैन अनि आएपछि के हुन्छ भन्दा चाहिँ उहाँले चाहिँ सर डुल्नुहुन्छ डुल्ने बेलामा चाहिँ उहाँको के हुन्छ भन्दाखेरि जुन आई लेभल हुन्छ नि जस्तो यो एउटा आई लेभल भयो नि आई लेभलको ठाउँमा तपाईले यस्तो चीज राख्नु पर्यो कि जेमा तपाईलाई अलि मार्जिन आउने चीज छ जस्तो अब एउटा एक्जाम्पल दिम हैन जस्तो यो तलतिर लेस आइटम राखेछु मैले माथिपट्टि इनर आइटम राखेछु है किनकि यो नेपाली प्रोडक्टहरु जुन नेपाली यो करेन्टहरुको चिप्सहरु छ लेसहरु छ हैन अनि त्यसै यो क्विक्सको 2PM को यो इनर आइटम छ इनुमा चाहिँ अलि बढी मार्जिन आउँछ एमा चाहिँ अलि कम मार्जिन आउँछ यो इन्डियनमा त्यही चाहिँ अब मान्छेलाई चाहियो भने त जसरी भने उनीहरुले त तल भयो नि खोज्छ नि त तर के छ भन्दाखेरि यहाँ जुन यो लेभलमा पुगेको मान्छे हुन्छ नि जस्तो यो लेभलमा छ नि मेरो आँखा ठ्याक्क यहाँ गयो नि त यो लेभलमा के हुन्छ भन्दा चाहिँ ठ्याक्क देख्यो त हात यहाँ पुग्छ तल ए भन्ने हुन्छ ट्याक्क टिप्छ हिँड्छ के त्यही भएर भन्छ के सुपरमार्केटहरुमा धेरै जस्तो के छ भन्दाखेरि लेआउट एकदम म्याटर गर्छ हैन आई लेभल एकदम म्याटर गर्छ हैन जस्तो डिस्प्ले एकदम म्याटर गर्छ हैन डिस्प्लेले एकदम म्याटर गर्छ आई लेभल म्याटर गर्छ त्यस्तो धेरै कुराहरु छ के जो सुपरमार्केटमा चाहिँ एकदम युज हुने कुराहरु हैन हाम्रो त जस्तो सानो मिनी मार्ट हो तर त्यही पनि जस्तो हुन्छ नि त जस्तो ठ्याक्क आँखामा पर्ने जस्तो हामी पनि नर्मली हिँड्दाखेरि यत्तरी हिँडिन्छ अब जस्तो मेरो सेक्सन कस्तो छ भन्दाखेरि चाहिँ म एउटा एक्जाम्पल देखाउँछु है अब मेरो यहाँदेखि हेर्दाखेरि कस्तो छ भन्दाखेरि चाहिँ सुरुमा यहाँदेखि छिर्ने बित्तिकै मेरो यहाँ छेउछाउ छ ए सरी यहाँ बिस्कुट छ यहाँ चिप्स छ फेरि यहाँ डालमोटको आइटमहरु छ हैन कुकिजहरु छ फेरि यहाँ छेउछाउको आइटम छ किन यो मैले नजिक राखेको कारण के हो भन्दाखेरि चाहिँ जस्तो मैले अब कोही छेउछाउ लिन आयो भने फर्किदा यहाँ बिस्कुट देखेको हुन्छ हैन यहाँ बिस्कुट देखेको हुन्छ फेरि यहाँ बिस्कुट पनि लिएर फर्किरहेको हुन्छ फेरि छेउछाउ यतातिर उस देख्छ के भन्छ रे चिप्स देख्छ त्यस्तो हुन्छ के लेआउट यस्तो गर्नुस् कि मान्छेलाई इजी होस् कि एउटा चीज लिन आएको मान्छेले पनि पकेटमा अलिअलि पैसा छ भने त उले अभियसली लिएर जान्छ के अरु चीज पनि है अनि अर्को के छ डिफरेन्स भन्दाखेरि चाहिँ है किरानामा र मार्टमा के डिफरेन्स छ है त किराना र मार्टमा के डिफरेन्स छ भन्दा चाहिँ जस्तो किरानामा के हुन्छ भन्दा चाहिँ तपाईहरु चाहिँ इन्डिभिजुअली सामान दिनको लागि चाहे 5 रुपैयाँको होस् चाहे 2 रुपैयाँको होस् चाहे 1000 रुपैयाँको सामान होस् तपाईले इन्डिभिजुअल दिनको लागि उहाँलाई चाहिँ उभिएर दिनुपर्छ कि सामान खोजेर दिनुपर्छ तर मार्टमा के हुन्छ भन्दा चाहिँ त्यहाँ थचक्क बस्नी हो त्यसपछि कस्टमरले आफै सेल सर्भिस हुन्छ क्या अब लाइक हुन्छ नि उहाँहरु आउनुहुन्छ आफै ट्याप टिप्नुहुन्छ काउन्टरमा जानुहुन्छ मार्टमा दुगै छैन किनकि यहाँ बसेछ दिनभरि बसेछ के उसको बस्नी हो यहीँबाट हिसाब किताब सबै यहीँबाट गर्ने तर किरानामा के हुन्छ 5 रुपैयाँको सामान लिन आछ ट्याप टिपेछ देछ ट्याप टिपेछ देछ त्यस्तो हुन्छ के तर के हुन्छ भन्दा चाहिँ किरानामा धेरै जस्तो मान्छे झिझिनी रिसिनी कारण त्यही हो के हुन्छ नि 5 रुपैयाँको सामान आउँदा नि रिसाउने के ए जब 5 रुपैयाँको सामान लिन आछ यार या दुःख देछ यहाँ भन्ने हुन्छ के मान्छेहरुलाई जस्तो मार्टमा चाहिँ त्यस्तो केही हुँदैन हैन किनकि अब हाम्रो एकदम म्याटर गर्छ बच्चाबच्चीले 5 रुपैयाँ लिँदा पनि बहुत म्याटर गर्छ के त्यो कुराहरुमा किन भन्दा चाहिँ त्यही बच्चाबच्चीले आफ्नो आमा बालाई हुन्छ नि त काम सामान किन्न जानु पर्यो मम्मी त्यहाँ जाम कि जाम गराउँछ के त्यस्तो हुन्छ त्यही भएर चाहिँ तपाईहरु एक सुपरमार्केट या मार्केट या कुनै केही खोल्नु बस्छ नि तपाईहरु एक फुटी झिझाउने हैन हुन्छ बाबु हुन्छ ओके त्यस्तो गर्ने हो के हुन्छ नि मान्छेलाई लोभ्याउने हो के मान्छेलाई लोभ्याउने भन्दा नि लाइक एकदम खुसी गराएर फर्काउने हो के लाइक हुन्छ नि ए बाबु यो 5 रुपैयाँको सामान नलिन भन्ने हैन के त्यस्तो कहिले पनि भन्ने हैन सुपरमार्केट खोल्ने मान्छेहरुले किनकि मैले सुनिछु रुमर्स छ यतातिर हैन अलिअलि जिजेको यताउताको सुनिछु सुन्न त ततै पनि है तपाईहरुले अगर खोल्दै हुनुहुन्छ भने चाहिँ त्यस्तो कुरा चाहिँ एकदम म्याटर गर्छ अनि अर्को कुरा चाहिँ जस्तो यो मेरो चाहिँ मसला मसली अनि त्यसपछि यो हुन्छ नि घरमा युज हुने आइटम इनो भयो हैन मसला मसली त्यहाँ राखिदिएको छु आटा पिठोहरु यहाँ तल छ अनि त्यसपछि यो चामल सरी के भन्छ होला दालहरु यहाँ छ यो मसला मसली यो हुन्छ नि सेतो तोरी प्याला तोरी के यहाँ छ अनि जस्तो मेरो यो नुडल सेक्सन यहाँ छ हर्लिक्सको सेक्सन त्यहाँ छ मैले के गरेछु भन्दा एकदम इजी गराइदियो के मान्छेलाई हुन्छ नि अब किनकि मेरो स्पेस पनि सानो छ है मेरो स्पेसको कुरा गर्न पर्दा चाहिँ मेरो स्पेस चाहिँ 20 बाइ 30 को स्पेस हो 600 स्क्वायर फुट छ है धेरै ठुलो पनि छैन त्यही भएर नामै मिनी मार्ट छ है मेरो स्पेस पनि हेर्न सक्नुहुन्छ है ठिक्कको छ लाइक अन एन एभरेज ठिकै छ यहाँ अझै पनि जान्छ सामान मैले अझै 10 लाखको सामान हाले पनि अट्छ यसमा हैन तर चाहिँ यतिकोमा चाहिँ ठिकै छ के है
जियोस् चाहिने जति आइटम सबै छ यहाँ है। अब जस्तो मैले के गरेछु भन्दाखेरि अब यो आइटमहरू हेरिराख्दैछु, यो सर जाने आइटम भनेको यो हाउस होल्ड आइटम के, एकदम घरमा चाहिने सामानहरू जस्तो चियापत्तीहरू भयो, चामलहरू भयो, सुपहरू भयो होइन, अनि त्यसपछि इनो भयो, ग्रिन टीहरू, कफी सफी यहीँ छ है। त्यसपछि सोयाचङ, अनि त्यसपछि फापड छापड यताउता सबै यहीँ नजिक नजिक छ क्या मेरो। जस्तो यिनीहरू ब्याम्बिनो के हो अरे पास्ता, अनि त्यसपछि नुडल्सहरू भयो, कम्प्लेनहरू, अनि सेलेक्सहरू उतातिर छ है। मैले चाहिँ के गर्दैछु भन्दा चाहिँ मान्छेलाई लाइक म एउटा कस्टमर तरिकाले सोचेर होइन आफैले लेआउट गरेछु कि यो कसैले मलाई आइडिया दिएको नि होइन, मैले आफैले लेआउट गरेको यिनीहरू सबैहरू। तर के हुन्छ भन्दा चाहिँ कामले काम सिकाउँछ भनेको यही हो क्या। जस्तो कामले काम नै सिकाउने रहेछ क्या। मलाई त सुरुमा म यो फिल्डमा अब यो फिल्डको मान्छे नै होइन नि त म। अब जस्तो म यो फिल्डको मान्छे होइन, म एक्कासी अब गरेको मान्छे हो योमा चाहिँ एक्कासी हात हालेको होइन। त्यो गर्दा 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 थाहा भएको कुराहरू के, जस्तो रिसर्च गरेँ, युट्युब हेर्ने, यताउता कसरी लेआउट गर्ने होइन, सुपर मार्केट कसरी गर्ने यहाँ होइन, अनि त्यस्तै सर्च गरेर गरेको मैले। जस्तो मैले अब यिनीहरू सबै लेआउट मैले आफै गरेको। अब एउटा नर्मल के गर्नुपर्छ भन्दा चाहिँ जो टोइलेटको आइटमहरू हुन्छ, हार्पिकहरू, फिनाइलहरू, त्यसलाई चाहिँ कुना राख्नुपर्छ है। यो सरपहरू, हार्पिक, फिनाइलहरू त्यसलाई कुनामा राख्ने, खानपिनबाट कुनामा है। जस्तो खानपिनको सेक्सन यो छ भने यो सबै खानपिनको सेक्सन कुनामा छ क्या मेरो चाहिँ है। त्यसलाई चाहिँ कुनामा राखेछु है। यो सरपहरू उसहरूलाई, हार्पिकहरूलाई खानपिनको सेक्सनभन्दा टाढा राखेछु। अरू चाहिँ नर्मली सेम उही नै छ, यतातिर धेरै जस्तो पुरै खानपिनको सेक्सन छ है। त्यही हो, तपाईँहरूले चाहिँ एकदम ख्याल राख्नु होला अब खोल्दै हुनुहुन्छ भने है। अनि अरू कुरा अब के नै छ र अब भन्नु है। अब जस्तो अब धेरै सोध्नुहुन्छ यो फ्रेम कसरी हो, मैले अस्ति नै पनि डिस्क्राइब गरिसकेको छु होइन। तर त्यही पनि म फेरि एकचोटि भन्छु है त, यो फ्रेम मैले कतिमा बनाएँ। ओहो कस्तो गर्मी यार, एसी लाएर पनि गर्मी, यस्तो गर्मी छ। हुन त हिँडी गरेर होला गर्मी भएको होइन। ल ठिक छ, के भएन। म फेरि भन्छु है त, यो फ्रेम चाहिँ कति लाग्यो भन्दाखेरि चाहिँ है, यो फ्रेम चाहिँ मलाई लगभग 3 देखि 3.5-4 लाखसम्म भेटेको यो फ्रेम बनाउँदाखेरि है। जस्तो यो हेर्न सक्नुहुन्छ, यो फ्रेम चाहिँ मैले यसरी बनाएको। यो जाली चाहिँ तपाईँहरूले किन्न पाउनुहुन्छ। अनि यहाँ चाहिँ यसरी स्टिच हानेको छ, सेम फिल देओस् भनेर, लाइक यस्तो पनि अड्काउन मिलोस् भनेर है। अनि ग्याप पनि आफै यो हल्लाउन मिल्दैन, तान्न यताउता गर्न मिल्दैन, यो ग्यापहरू चाहिँ फिक्स ग्याप हो है। पलाइ हो यो सबै। यहाँ मैले स्टिकर पनि टाँस्न सक्छु, लाइक हुन्छ नि यो गुड्डेको प्राइस यति भने यहाँ टाँस्न मिल्छ है। यो मारिएको प्राइस यति भने टाँस्न मिल्छ। यो चाहिँ इनामेल पेन्टले गरेको, किनकि चिल्लो होस्, साफसफाइ गर्न सजिलो होस्। गिलो कपडाले पनि सट्ट पुस्यो भने सट्ट जान्छ है। युज गर्दाखेरि तपाईँले पनि इनामेल पेन्ट युज गर्नु होला, अर्को नर्मल पेन्ट युज नगर्नु होला है। अनि त्यसपछि अब त्यस्तै हो कि, यस्तो भने के हुन्छ नि ट्याक्क यहाँ लेबल लगाउन सजिलो हुन्छ क्या। मनाको क्रन्च टप 50-50 ट्याक्क पैसा लगाउन पनि सजिलो होस् कि है। यसरी गर्दाखेरि लेआउट गर्दाखेरि है तपाईँलाई पनि सजिलो हुन्छ। त्यो गर्दाखेरि यो इनामेल भने के भन्छ भने स्वाट्ट निकाल स्वाट्टै निस्किन्छ क्या है। अनि त्यसपछि अर्को जस्तो यो चाउचो सेक्सन भयो है। अब जस्तो यो चाउचो सेक्सनमा नि यसरी सर मिलाइदिनु। मैले किन यो माथि राखेको छु भन्दाखेरि आई लेभल छ नि त, त्यही भएर मैले अब महँगो आइटम माथि राख्ने कारण त्यही हो क्या। जो दिक्ता है बिक्ता है भन्छ नि हिन्दीमा के। यो पनि मैले कहीँबाट सुनेरै भनेको है, फेरि आफै त निक्लेको होइन। तर है छ कि यो यहाँ चाहिँ सुपर मार्केटमा एउटा के एकदम ख्याल गर्नुपर्ने कुरा के रहेछ भन्दाखेरि यो मार्केटमा चाहिँ तपाईँले जे देखाउनुहुन्छ त्यही मात्रै बिक्छ क्या, जे लुकाउनुहुन्छ त्यो चाहिँ बिक्दैन क्या। जस्तो मैले यो माथि राखेको छु बिक्छ, अब मैले तल राखेको चिज बिक्दैन है। त्यस्तो हुन्छ क्या। जस्तो आई लेभल बाई लेभल भनेको कारण त्यही नै हो क्या। जो आई लेभल छ त्यसले सट्ट बिक्छ होइन, जे दिक्छ है बिक्ता है भने जस्तै के आई लेभल छ बाई लेभल के डाइलग हान्छ नि होइन सुपर मार्केटमा, त्यही नै रहेछ कि यो सेक्सन भनेको, यो मार्केट भनेको के। जस्तो जे चिज देखिन्छ सट्ट देखिन्छ, ट्याप्प टिपिन्छ होइन। त्यस्तो सजिलो हुन्छ क्या मान्छेलाई होइन। जो देख्दा है बिक्दा है, आई लेभल बाई लेभल के डाइलगहरू होइन। त्यो रहेछ पनि है, मैले फिल पनि गरेँ है। अरू कुरा त के नै छ होला, त्यही नै हो कुरा। ल